कालिन्चोक भगवती मन्दिर आस्था र प्रकृतिको अनुपम सङ्गम। के तपाईले कहिले बादलमाथि उभिएर प्रार्थना गर्नुभएको छ? के तपाईले कहिले हिमालको काखमा बसेर आत्माको शान्ति महसुस गर्नुभएको छ? जहाँ प्रकृति स्वयं मन्दिर बन्छ, जहाँ हावा नै मन्त्र जस्तै सुनिन्छ, त्यही विराजमान छिन् कालिन्चोकी भगवती माई। नेपालको पवित्र भूमि दोलखा जिल्ला काठमाडौँबाट सुरु हुन्छ यात्रा। चरीकोट हुँदै उकालो बाटो, घुमाउरो सडक र पहाडसँगै बग्ने नदीहरूको सङ्गत, अन्ततः पुगिन्छ कुरी गाउँ। सानो गाउँ तर ठुलो सपना बोकेको, हिउँदमा सेतो हिउँले ढाकिएको, गर्मीमा हरियो जङ्गलले सजिएको। यहाँबाट सुरु हुन्छ आस्थाको अन्तिम उकालो। कुरी बजार, केबुल कार कालिन्चोक। यसको सिधा माथि कालिन्चोक भगवती माईको मन्दिर चाहिँ यहाँ। पार्वती महादेवको जगत जननी आमा कालिन्चोकी भगवतीको, महाकाली महालक्ष्मी महासरस्वती आमाको। काठमाडौँबाट निजी वा भाडाको सवारीमा काभ्रे र सिन्धुपाल्चोकका रमणीय स्थानहरू पार गर्दै मुडे खरीढुङ्गा हुँदै चरीकोट पुगेपछि त्यहाँबाट कालिन्चोक पुग्न ठाडो उकालो लाग्नुपर्छ। चरीकोटबाट करिब 1 घण्टाको यात्रापछि हामी कुरी गाउँ पुग्छौँ। कुरी पुगेर केही समय विश्राम गरेपछि कोही केबल कारबाट त कोहीले पैदलै सुरु गर्छन् कालिन्चोक भगवती माईको दर्शन यात्रा। कालिन्चोक माता की जय! कालिन्चोक माता की जय! हामी भक्तजन की जय! कोही भक्तजन पैदलै उकालो चढ्छन्, हातमा धूप फूल प्रसाद बोकेर। कोही केबुल कारबाट आकाशमै झुन्डिएर हिमालको दृश्य हेर्दै यात्रा गर्छन्। तर बाटो जे भए पनि गन्तव्य एउटै, शक्ति स्वरूपा भगवतीको चरण स्पर्श। उकालो चढ्दै गर्दा जब बादल तल झर्छ, लाग्छ हामी पृथ्वी भन्दा माथि छौं। स्थानीय विश्वास अनुसार देवी पार्वतीले यही तपस्या गर्नुभएको थियो। दैत्य शक्तिलाई परास्त गरी महिषासुर मर्दिनी स्वरूपमा प्रकट भएकी शक्ति आज पनि यही वास गर्नुहुन्छ भन्ने आस्था छ। पहिले यहाँ कुनै भव्य संरचना थिएन। एउटा पवित्र कुण्ड, प्राकृतिक पानीको स्रोतलाई नै देवीको प्रतीक मानेर पूजा गरिन्थ्यो। आज मन्दिर निर्माण भइसके पनि त्यो आस्था भने उस्तै छ। घन्टी बजाउँदा भक्तजनहरूको आँखामा आँसु देखिन्छ, किनकि यहाँ आउनेहरू केवल घुम्न होइन, विश्वास लिएर आउँछन्।
धत्रो मैले कहाँबाट ल्याउँ शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन्। कालिन्चोक भगवतीलाई मनोकामना पूरा गर्ने देवी मानिन्छ। रोगबाट मुक्ति, सन्तान प्राप्ति, व्यवसायमा सफलता, जीवनमा शान्ति, हजारौं कथाहरू छन् जहाँ भक्तजनहरू भन्छन् कालिन्चोक भगवती माईले सुन्नुभयो। यही आमाको अर्को दिव्य रूप कञ्चनजङ्घा हिमालको पाथी जस्तो डाँडामा सृष्टि हुनुभएको आमा महाकाली, महालक्ष्मी, महासरस्वती रूपको दर्शनको लागि जाँदैछौँ। सबैलाई मनदेखि हृदयदेखि धन्यवाद। भक्तजनहरूलाई पनि सम्पूर्ण मनोकामना पूर्ण होस्, सबैको मनोवाञ्छित फलहरू प्राप्त होस् भन्दै परमेश्वर हामी पूजामा अगाडि बढ्दछौँ। विशेष गरी दशैं र जनै पूर्णिमा जस्ता पर्वमा यहाँ आस्थाको सागर उर्लिन्छ। जय जयकारले गुन्जिन्छ पहाड। कालिन्चोक केवल धार्मिक स्थल मात्र होइन, यो नेपालको सुन्दर पर्यटन गन्तव्य पनि हो। यहाँबाट देखिन्छ गौरी शङ्कर हिमाल। सूर्योदयको बेला पहाडहरू सुनौलो रङमा रङ्गिन्छन्। हिउँदमा पुरै क्षेत्र सेतो चादरले ढाकिन्छ। यो दृश्य अद्भुत छ। प्रकृति र अध्यात्म यहाँ एक अर्कामा मिसिन्छन्। जब तपाईँ मन्दिरको ढोकामा पुग्नुहुन्छ, थाकेको शरीर भए पनि मन शान्त हुन्छ। हात जोडेर आँखा बन्द गर्दा बाहिरको हावाको आवाज मन्त्र जस्तै लाग्छ। त्यो क्षणमा न त सहरको हल्ला हुन्छ, न त जीवनको तनाव नै। केवल तपाईँ र माता कालिन्चोक भगवती। कालिन्चोक भगवती, जहाँ यात्रा केवल घुमाई होइन, यो आत्माको खोज हो। जहाँ हिमाल साक्षी छ, बादल साक्षी छ र विश्वास साक्षी छ। यदि तपाईले अझै यहाँको यात्रा गर्नु भएको छैन भने सायद समय आइसकेको छ यात्रा गर्ने। आउनुहोस्, आस्था र प्रकृतिको सङ्गम स्वयं अनुभव गरौँ। त्यसको लागि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। जय कालिन्चोक भगवती माई। कालिन्चोक भगवती माई दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकामा अवस्थित एक प्रमुख तीर्थस्थल हो। यो मन्दिर समुद्र सतहबाट 3842 मिटरको उचाइमा रहेको छ, जुन गौरीशङ्कर संरक्षण क्षेत्रको एक भाग हो। यहाँ सुनकोशी र तामाकोशी नदीहरूको स्रोत रहेको छ। कालिन्चोक भगवती माईको मन्दिरमा कुनै मूर्ति छैन, तर त्रिशूल र घण्टाहरूको थुप्रो मात्र छ। यहाँ एक पवित्र जलकुण्ड पनि रहेको छ, जुन भगवतीको प्रतीक मानिन्छ। यो मन्दिर धार्मिक प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ र विशेष गरी पुष, माघ र फागुनमा हिउँ पर्ने भएकाले कालिन्चोकको सौन्दर्य थप मनोरम बन्छ। कालिन्चोक भगवती माईको दर्शन गर्नाले मनले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास रहेको छ। यहाँ जनै पूर्णिमा, कृष्ण जन्माष्टमीमा विशेष मेला लाग्ने गर्दछ। मेलामा धामी झाँक्रीको
ठुलो भिड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि छोराछोरी, धन सम्पत्ति, विद्या प्राप्तिका लागि यहाँ आउने गर्दछन्। कालिन्चोक भगवती माईको मन्दिरसम्म पुग्न केबुल कारको सुविधा रहेको छ, जुन कुरी बजारबाट करिब 1 घण्टाको पैदल दूरीमा रहेको छ। यहाँका होटलहरूमा लगानी थपिँदै गएको छ र आसपासका इन्द्रावती, लापिलाङ र कालिन्चोक गाउँपालिकाबाट पनि सडक सञ्जाल जोडिन थालेका छन्।